अझै यता हान त यस्तो जङ्गलको बिचमा चाहिँ हाम्रो खानेपानीको मुहान चाहिँ यो चाहिँ पहिले श्रमदानमा चाहिँ म आएको थिएँ। त्यसपछि धेरै पछि आएको। आज हाम्रो सरसफाइ कार्यक्रम छ यसरी। आज शनिबारको दिन यस्तो सफा पारिएको छ है। यो हाम्रो पहिलो मुहान यहाँनिर छ है। खानेपानी ट्याङ्कीको मुहानको यो दोस्रो मुहान अझ धेरै पछि यो आएको हो। आज चाहिँ हाम्रो यहाँ चाहिँ सरसफाइ गर्ने कार्यक्रम छ। यस्तो सफा पानी रहेछ है हाम्रो। यस्तो यस्तो छ प्रोग्राम छ। के गर्ने थियो ला साँझ के को थियो आज यसरी सरसफाइ गर्न आएको। पानी परिराखेको छ यसरी झरर पानी परेको छ। यस्तो भयो दिन। यस्तो जङ्गलको बिचमा छौँ। यस्तो छ यता ट्याङ्की। यो पानीमा तल जाने थियो देखियो सर यहाँ छ। चाहिँ हाम्रो तीनटा ट्याङ्कीको तलतिरको डिभाइड गरेको। बाटो पर्दैन हौ। हामीले यो एरिया भित्र हेर्ने बाहिरको चाहिँ आउँदाखेरि बस्ने हो। पत्कर टिप्ने पत्कर होइन यो गरौँ न। हाम्रै लागि हो यो। कति रह्यो त्यहाँ पानी? विज्ञाहरूमा दुई भाइ कर्मचारी राखेको हामीले कि कसो रमेशजी? त्यही त खाली एउटा माथि पानी बनाउँदै आउँदैछ। त्यही त तपाईँ कर्मचारी हो के हो? माछाको काँडा हाल्दै होला नि ल्याउ पनि। आज चाहिँ शनिबारको दिन हाम्रो खानेपानी ट्याङ्कीको चाहिँ यसरी सरसफाइ कार्यक्रममा यहाँ तल सकेर यस्तो गफ हुँदैछ। यस्तो हुँदैछ त्यो कुरा। ए फुपूले थर्काउनु भएको छ है। ए फुपूले थर्काएर आएको छ। यहाँ बाजे हुनुहुन्छ। फुपूले थर्काएर आएको कान्छो पनि छ है। अब चाहिँ सिद्ध्याएको हो आजको यो शनिबारको हाम्रो सरसफाइ कार्यक्रम।